1500 मा फुल र्याप रेकर्डिङ। यस सर, सही सुन्नुभयो। हामी ओजी रेकर्ड्सको तर्फबाट एउटा नयाँ अफर लिएर आएको छौँ र्यापरहरूको लागि। हाम्रो स्टुडियो चाहिँ अब अफिसियल्ली ओपन भएको हुँदा अब हामीले चाहिँ नयाँ अफर चाहिँ के छ भन्दा चाहिँ हामी अब आउने फर्स्ट 10 र्यापरलाई चाहिँ हामीले फुल रेकर्डिङ एन्ड मिक्स मास्टर मात्र 1500 मा गर्नेवाला छ। बुझ है, पहिलो 10 जना भिडियो झरेको पछि पहिलो 10 जना जो आउँछ तिनीहरूलाई चाहिँ मात्र 1500 मा फुल रेकर्डिङ एन्ड मिक्स मास्टर हुनेवाला छ। रेस्की र अब लागिरहेको होला स्टुडियो कता छ? हाम्रो स्टुडियो चाहिँ बुटवल देवीनगरमा छ। त्यसैले सिट मात्र 10 भएको हुँदा छिटो आएको राम्रो। What? Bro, what are you talking about, man? र हाम्रो स्टुडियोमा म्युजिक भिडियो र र्याप बिट्सको काम पनि हुन्छ। तिमी लाउरे दाइ त पक्कै हैनौ, त्यसैले टाइममा गीत चाहेर भन्छु म। मोर अफर्स आर कमिङ। यस्तै टन्न अफरहरू आउँदैछ। यसको लागि डु फलो ओजी रेकर्ड्स अन इन्स्टा, युट्युब, टिकटक जताततै छ। दङ कसरी रेकर्ड भइरहेको ब्याक अगेन टु रियाक्ट अगेन होइन। यसर कि हामीले दिसाएको रहेछ लालटिनको तर्फबाट याबिस 2.0। यसको मतलब 2.0 भनेपछि पहिला आइसकेको छ, मैले रियाक्सन पनि गरिसकेको छ। हेरौँ यसमा के छ त नयाँ त्यस्तो, ऊ चाहिँ किन फर्केर उसले किन फेरि आन्यो भन्ने कुरा आज हामीलाई थाहा हुनेवाला छ डिस सुनेर। हेरौँ कस्तो के छ। अनि मेरो नाम भी, म सुबुटोलमा, दिस इज ओजी रेकर्ड। सायद अब चाहिँ अफर आयो होला। यो भिडियोको स्टार्टिङमा केही क्लिप आएको छैन, अफर आइसकेको छ हामीलाई। अनि ओजी रेकर्ड्सलाई चाहिँ चारतिर जताको सब प्लेटफर्ममा छ। अब चाहिँ हामी भब्बे आइरह, त्यसैले फलो हानिराखौँ केटाहरू। ओके, स्टुडियोमा काम भइरहेछ। कुन स्टुडियो हो यो? ड्रप सरी ए या बिट्स रक्सी खाएपछि तिमी क्या किस या बिट्स सुधार्नु पर्यो बाबु तिम्रो ह्याबिट। या बिट्स रक्सी खाएपछि तिमी क्या किस या बिट्स सुधार्नु पर्यो बाबु तिम्रो ह्याबिट। काण्ड मात्र होइन हामीले टाइममै गरे काम। अब कोरसकै कुरा गर्दै हालौँ होइन मैले चाहिँ। अब पक्कै ह्याबीलाई हो होइन, के अरे रक्सी खाएपछि चाहिँ अहिले सुधार गर्नु पर्यो रे, त्यो त एक्सप्लेन गर्नुपर्ने थिएन जस्तो लाग्यो। सुधार्नु पर्यो बाबु तिम्रो ह्याबिट। काण्ड मात्र होइन हामीले टाइममै गरे काम। छोटे यतिकैमा चले आइन इन्डस्ट्रीमा नाम। छोटे कन्ट्रोभर्सी चल्दा सिनमा घुमे खुले याम। छोटे पहिला टेके इन्डस्ट्रीमा छोडे आफ्नो छाप। छोटे कतिको नाक तोडे कतिको त भाग खोसे। मिल्न आउँथे केडाहरू फ्याउरालाई नि बात सोचे। त्यसपछि साथ छोडी यो पालि लास सोचे। माफी हुन्न माइकालाई मुख गाडी हात जोडी। त पनि भाग छोटी 3 गन्दा टाप छोटी। फाउसको याममा बन्दै कटाइयालिस नाक छोटे। देखाउने दाँत छोटे त युस त भाग खोज्ने। सिनमा राजा अब गोट होइन बाघ खोज्ने। बोल्ने बेला सुरु। ओके, अब चाहिँ यो मान्छे आएछ अलिक। लास्ट डिसमा चाहिँ उसलाई चाहिँ मतलब डिस थियो तर रेस्पेक्ट पनि सँगसँगै थियो। आदर छ आर्टलाई रेस्पेक्ट छ जस्तो थियो। तर योपालि चाहिँ अलिक छोटे ओटेमै आयो। अनि त्यसपछि अब के अरे फेउराहरूलाई नि बाघ सोचिरहेको रहेछु। अनि पश्चिमको याबी भनेर उसले नाक काट्यो भनेर उसले चाहिँ भनिरहेछ। हेरौँ के हुँदैछ अगाडि। कटाइयालिस नाक छोटे देखाउने दाँत छोटे त युस त भाग खोज्ने। सिनमा राजा अब गोट होइन बाघ खोज्ने। बोल्ने बेला सुरुमा त रुन्चे स्वरमा झुकिस। सरी भन्दा मैले अझै टाउको माथि पुगिस। सँगै ताने माल लाम्ले त्यो नि तैँले बुलिस। सक्या कुरा चलपल्दिन इन्स्टा लाइभमा बुकिस। गोट सोच्या थिए। ओके, पक्कै यो कम्प्लेन हाल्नु के छ। हामी कहाँ मैले छुट्याइहाल्छु के अरे अन्त पहिला उसले भने कि उसले सरी भनेको थियो है लालटिनले। अनि उसले चाहिँ झन् सरी भनेको झन् टाउकोमा चढ्यो। उसले चाहिँ झन् लिएन राम्रोसँग। मतलब उसले जे पत्यो सोच्यो मलाई भनेछ उसले चाहिँ। त्यसपछि हामीसँगै स्मोक पनि गरेर हामी एउटै सर्कलमा थियौँ कुनै बेला, एउटा ग्याङ थियौँ होइन। अहिले चाहिँ छैन। तर सकिसकेको कुराले त लाइभमा आएर फेरि बोलिस् भनिरहेछ।
त्यसपछि के थियो यहाँ पक्कै सरी भन्दा मैले अझै टाउको माथि पुगिस सँगै ताने माल लाम्ने त्यो नि तैले बुलिस सक्या कुरा चलपल्दिन इन्स्टा लाइभमा बुकिस गोड सोच्या थिए त गदा पो रहेछ अस्त्रो चम्चा बाईलाई कल गर्न लगाएको होइन आफ्नो फाइदा बाहेक सिनमा कोहीलाई सगाएको छैन अस्फाविसको यामा बन्छ लास्ट पचाकै रहेछ त लाज पचाउने त लास्ट हँसाउने सिनको लागि गरेको छ तँलाई खास बनाउने दास बनाउने जिउँदो लास बनाउने यसको गीत सुन्दा स्पिकरमै सास बनाउने यसले सिनमा आफूलाई सबसे तगडा बनिरहेछ पोडकास्टमा ठुलो कुरा लाइफमा नक्रा गरिरहेछ यो रियल लाइफमा पनि त्यस्तै अमल भएको भए किन काम गरे अरूसँग लफडा परिरहेछ रेस्पेक्ट आफ्नो ओके 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 अब समराइजमा कुरा गरौँ मेन कुरा उसले लास्टमा आएर कहाँबाट भ्यायो भने तैँले सबैसित राम्रै गरेर भने आफ्नै मान्छेहरू किन तँलाई डिस हानिरहेको छ त जस्तो कुरा गरेको छ होइन मतलब यहाँ बेला धेरै डिस आइसकेको छ धेरै ऱ्यापरहरूबाट ओभरअल त्यही छ मतलब अनि अर्को कुरा चाहिँ तैँले त उसले चाहिँ तैँले भने होइन मैले कसैलाई त म गर्दैन के अरे उसले चाहिँ के अरे उसले चाहिँ पश्चिमको यामा हो म यो भनेर चाहिँ उसलाई चाहिँ चित्त बुझाएन मेनली सास बनाउने यसको गीत सुन्दा स्पिकरमै सास बनाउने यसले सिनमा आफूलाई सबसे तगडा बनिरहेछ पोडकास्टमा ठुलो कुरा लाइफमा नक्रा गरिरहेछ यो रियल लाइफमा पनि त्यस्तै अमल भएको भए किन काम गरे अरूसँग लफडा परिरहेछ रेस्पेक्ट आफ्नो ठाउँमा तर चाहिने जति बोल म तेरो अघि पेले छाती चिर्दै हान्छु गोल त मजा लिँदै बसे सिनमा मचिरा त्यो झोल मलाई नि थाहा थियो तेरो बारे खोल्न सक्दै पोल देखे समस्याको नदी मलाई पारा नआउँछ तैँले कानिस भने मलाई चारा नआउँछ त कोट होलास माने मैले आफ्नो ठाउँमा ठिक छ तर जुत्न खोजिस पनि मलाई मारा नआउँछ अब छोड्दै यस्ता कुरा या 4 दिन भयो तँलाई लाग्छ होला सिनमा आएको 4 दिन भयो यो ऱ्यापरहरू ऱ्याप बन्दै चाडा बोलिरहेको थियो त्यति बेला पश्चिमको सिनमा लालटिन बल्यो नाइस 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 मिठो लाइनबाट एन्ड गरे लालटिन बल्यो के अरे फ्रेसमै हानेको अन्त लास्ट डिस चाहिँ झाप्नु थियो या बेट्स रक्सी कुन स्टुडियो हो तिमी क्या किस या बेट्स सुधार्नु पर्यो बाबु तिम्रो ह्याबिट या बेट्स रक्सी खाएपछि तिमी क्या किस या बेट्स सुधार्नु पर्यो बाबु तिम्रो ह्याबिट ओके 3-4 दिन नै भइसकेको रहेछ त आएको त त्यही नै मेन त लास्ट टाइम भन्दा के नयाँ कुरा त थाहा पाएन मैले यो डिसमा तर ऊ पहिलाभन्दा चाहिँ अलिक एग्रेसिभ चाहिँ अलिक देखेँ यो पालि चाहिँ होइन अनि अलिअलि डिसै खेल्ने नै हो त टाइपमा आएछ यो पालि चाहिँ लालटिन त्यो चाहिँ देखेँ मैले अनि अलि हङ्ग्री पनि देखेँ होइन लास्ट टाइम भन्दा त्यो एन्डिङवाला लाइन चाहिँ मलाई मिठो लागेको थियो होइन लास्टमा तिमीले अरूले के गरेर तिमीले के गरेर त म चाहिँ त्यो गरिरहेको थिएँ म बोलिरहेको थिएँ लालटिन पनि नाम छ राम्रो ओल्ड प्ले खेल्यो त्यहाँ पनि गुड वान भन्छु त्यस्तो नट द के अरे त्यस्तो ब्रुटलवाला त केही सिन थिएन अनि उसले के बिचमा के कुरा गर्थ्यो मलाई धेरै कुरा थाहा छ तर मैले त्यस्तो पोल खोल्न चाहेन पनि भनेछ होइन के कुरा उसलाई थाहा छ र उसले भनिरहेको छैन अरे होइन ओके के कुरा हो त्यस्तो होइन अनि म त भन्छु सकेसम्म डिस नखेल सेटल गर केटाहरू होइन केही हुने होइन फोकटमा हामीलाई भ्युज आउने हो अडियन्सलाई मजा आउने हो अनि तिमीहरू एक कुनै ठाउँ ठोक्यो भने एकदम अक्वार्ड मोमेन्ट हुने हो भेजा सकेसम्म मिलेकै राम्रो भन्छु म त आफ्नै ठाउँ आफ्नै गाउँको पश्चिम मेरो शुभकामना यही छ